हेलो गाई दर्शन नमस्ते है। मेरो नाम चाहिँ दोर्जे तामाङ हो होइन। मलाई यो मेरी भाषा चाहिँ एकदम धेरै मन परेर चाहिँ मैले छोटो मिठो भिडियो बनाएको हो होइन। अहिलेको मेरी भाषाहरू मैले धेरै हेर्छु तर यो पहिलाको जस्तो चाहिँ कहीँ पनि भेट्टाउँदिनँ होइन। पहिलाको मेरी भाषा एकदम धेरै राम्रो लागेर चाहिँ मैले चाहिँ यो चाहिँ भिडियो डाउनलोड गरेर थोरै केही प्रतियोगिता दिउँ भनेर चाहिँ मैले भिडियो बनाएको छु होइन। यो एकदम दामी लाग्यो मलाई यो मेरी भाषा होइन। हजुरहरूले कस्तो लाग्छ कमेन्ट गर्नु होला है, लाइक पनि गरिदिनु होला। के रे मेरो दिदी निर्मलीलाई बिहे गर्ने रे तैँले कहिले अनुहार ऐना हेरेछस्? दिउँसे तर्साउने वन झाँक्रीको जस्तो अनुहारले मेरो त्यस्तो राउने दिदीसँग बिहे गर्ने? राम्रै छ नि, त्यही भएर पहिलाको लोनले छोडेर गयो होला। ए दुरुम्से, अब तेरो दिदीलाई मैले एक्लो पनि छिन् नि त, म यसो सहारा दिन्छु। अब लो रानी जस्तो बनाएर पाल्छु, माछे मारेर पनि खुवाउँछु नि। उस्तै पऱ्यो नि, तँलाई पनि बेला बेला यसो खटक खटक गरिदिन्छु नि त केटा। यो चाहिँ अलिक गजबकै कुरा आयो भनेपछि त हाँडी घोप्ने बल्छीलाई मैले भिनाजु भन्नुपर्ने भयो होइन। अब हेरे सालो केटा, अहिले मुख आइसक्यो भने कस्तो होला। पाडीले भिनाजु मस्किन्छ हेर न, हुनेवाला भिनाजुलाई मस्किन्छ भन्दो रहेछ। हेर्नुहोस् भिनाजु, मबाट चाहिँ कुरा ओके छ तर एकताल दिदीलाई सोध्नु पर्छ। के रे मैले बिहे गर्नु पर्यो रे? अब हुँदा हुँदा तैँले पनि यसो भन्ने? हेर्नु न कार्की दाई, यिनीहरूले त मलाई माइतीमा बस्नै नदिने भए। त्यसो होइन निर्मली, त्यसो चाहिँ सधैँभरि जिन्दगी पनि चल्दैन नि, बिहे त गर्न परिहाल्छ नि। अनि कार्की दाइले सम्म यस्तरी भने नि, हेर तेरो चिन्ता छैन होला त मलाई। हेर ठ्यास कुमारी, तेरो लागि मैले एकदमै राम्रो केटा खोजेको छु, बिहे गर्नै पर्छ के। केटा चाहिँ को नि? को? भिनाजु। योसँग मैले बिहे गर्नु? यो त मेरो भाइ जस्तो मान्छे। अनुहार हुन्छ, उमेर त धेरै नै भइसक्यो नि। तिमाथि के जाने भाइ जस्तो पर्ने भए पनि अहिले त फेरि आफूभन्दा सानो उमेरको साथ बिहा गर्ने चलन छ होइन। भिनाजुको कुरा एकदम सही छ क्या। ठोकिदिउँ क्या दिदी, ठोकिदिउँ। के खास गरिरहनी? बिहे गरे भइगयो नि, राम्रै हुन्छ के। माछा मार भए पनि पालिहाल्छन् क्या र। सकभर माछा चाहिँ दुवैजना मार्न जानु अनि बजारमा लडेर बेच्नु, एकदम राम्रो आम्दानी हुन्छ। कहिलेकाहीँ अलिअलि चाहिँ आफूले पनि खानुपर्छ है माछा, स्वास्थ्यको लागि एकदम लाभदायक छ के। खाँदाखेरि चाहिँ होस पुऱ्याउनु फेरि काँडा अड्किन सक्छ। के भनिस् रे? तै गर्न योसँग बिहे? त मलाई यहाँ अर्थी उपदेश दिन आउँछस्? तेरो त म निर्मली हेर भिनाजु, अब कुरा नमिल्ने भयो के का भिनाजु नि। हेर बल्छी, यो ठ्यास कुमारीले नमानेको पनि ठिकै भयो क्या। यो त एकदम रिसा छ क्या। जतिखेर हात यस्तो गरेर ठ्यास गरिरहन्छे, पछि तल रिस उठ्याउला टपक्क टिपेर हात राखेर ठ्याङ्ग हान्दाखेरि त तेरो त टाउको त हिँड्छ त बाबै।